Hello guys, namaste, good morning and welcome to my second vlog साथीहरू। अनि म चाहिँ अहिले उठेर पनि खाना बनाउनको लागि रेडी गर्ने हो साथीहरू। अनि ड्युटी जाने स्कुल जानेहरूको लागि चाहिँ खाना बनाउन रेडी गर्दैछु साथीहरू। अनि म चाहिँ पानी खान लागेको साथीहरू। ओके म अब चाहिँ ओ माय गॉड मकै साथीहरू बिहानै मकै पोलेर ल्याइदिनु भएछ मेरो देमाले चाहिँ तल तला किचन छ नि त देमाको चाहिँ। अनि ओके साथीहरू म चाहिँ अब खाना बनाउन रेडी गर्छु अनि पानी खान्छु साथीहरू। त्यहाँबाट चाहिँ खाना बनाउन रेडी गर्छु। अनि मेरो ठुलो बाबुले चाहिँ पकौडा खाने अरे कि आज खानासँग। अनि म पकौडा पनि बनाएको देखाउँछु है त साथीहरू। ओके अब चाहिँ म पकौडा बनाउन प्याज काटेर रेडी गर्छु है त साथीहरू। आँखा पोल्यो आँखा पोल्यो हजुर। फाइनली प्याज पनि काटेर रेडी गरिसकेँ साथीहरू। अब चाहिँ म यसमा हल्का कन्ट्रोल लगाउँछु साथीहरू। कन्ट्रोल लगाउँछु अनि त्यहाँबाट चाहिँ हल्का बेसन पनि हाल्दैछु साथीहरू। बेसन पनि हल्का साथीहरू। कन्ट्रोल अलिक कम्ती हुन्छ होला, कन्ट्रोल अलिक हालिदिन्छु। यसले चाहिँ नरम बनाउँछ नि त साथीहरू। यसमा चाहिँ म हल्का पिरोको लागि हालिदिन्छु साथीहरू। रङ मसला हालिदिन्छु पिरोको लागि। अनि यसमा अलिकति हुचिङ पनि एड गरिदिन्छु है साथीहरू। हुचिङ त बेसी खानु राम्रो होइन, अनि हल्का मात्रै एउटा टेस्टको लागि। हुचिङ छ भने चाहिँ त्यति टेस्टी हुँदैन नि त। अनि यसमा नुन पनि एड गरिदिन्छु, सल्ट पनि एड गरिदिन्छु साथीहरू। सबै मिक्स गरिसकेँ साथीहरू। मिक्स गरेर पनि अब चाहिँ फ्राई गर्नको लागि एकदम रेडी भइसकेको छ साथीहरू। अब चाहिँ म फ्राई गरिसकेर देखाउनेछु है त। मेरो छोरा चाहिँ खाएर पनि गयो स्कुल साथीहरू। मेरो हस्बेन्ड पनि खाना खाइसकेर मैले बनाएको पकौडा खाइसकेर जाँदैछ साथीहरू। बाई बाई। छाता बोकेँ होइन गयो मेरो हस्बेन्ड पनि ड्युटी। देख्दैन रहेछ साथीहरू त्यस्तो छ। ओके साथीहरू अब चाहिँ म मेरो यो छोटो भिडियोलाई यही एन्ड गर्न चाहन्छु। अनि हस्बेन्ड पनि ड्युटी जानुभयो अनि ठुलो बाबु पनि स्कुल जानुभयो हो। अनि त्यही भएर अब म चाहिँ सानो बाबुसँग हुन्छु। बाबु हेर्दै अब त्यही हो घरको काम है। घरको आमा भइसकेपछि त त्यही हो अब सानो बाबु हेऱ्यो काम गर्दै बस्यो त्यही हो घरको काम। अनि म चाहिँ यो छोटो मेरो भिडियोलाई यही एन्ड गर्न चाहन्छु साथीहरू। हजुरहरू स्वस्थ रहनुहोला, मस्त रहनुहोला भन्न चाहन्छु। अनि ओके थ्याङ्क यू फर वाचिङ, बाई बाई।